गरे सब कुरा सकिन्छ लाइफ मेरो फकिन्छ तर माइन्ड भने सकिन्छ अन्डरग्राउन्डलाई मेन स्ट्रिम लगिन्छ जसले गर्छ घात त्यो मान्छे दबिन्छ आर्ट गरे सब कुरा सकिन्छ लाइफ मेरो फकिन्छ तर माइन्ड भने सकिन्छ अन्डरग्राउन्डलाई मेन स्ट्रिम लगिन्छ जसले गर्छ घात त्यो मान्छे दबिन्छ जहिले गर्छ। नमस्कार सबजनालाई, आज चाहिँ हाम्रो शब्दवार सिजन 2 ब्याटल हुन लागेको छ। सबैजनालाई स्वागत छ र सबैजनालाई एकदम थ्याङ्क यू सो मच जो अहिलेसम्म हुनुहुन्छ तिनीहरूलाई चाहिँ एकदम साउट आउट छ मनैबाट र हाम्रो टिम लगायत हिपहप रेन्ज नेपालगञ्ज अनि हाम्रो चाहिँ साउट आउट टु वास्को सर, साउट आउट टु पवन दाई, मेरो भाइहरू सबैजनालाई अनि साउट आउट टु बिटबक्सर भाइ अनि मेन हाम्रो चाहिँ ब्याटल ऱ्यापरहरू मेरो साइडमा हुनुहुन्छ सुबिक भाइ अनि अर्को चाहिँ मेरो भरत भाइ जिबोर्ड छ, उसको नाम इट्स मी जिबोर्ड स्टेट आउट अफ वडा नम्बर 3। सबैजनालाई चाहिँ एउटा हम्बल रिक्वेस्ट के छ भनेपछि सबैजनाले सुनिदिनु होला, ध्यान दिएर जहाँनिर हुन्छ हल्ला गर्ने अवस्था त्यहाँनिर चाहिँ गर्नु होला होइन। सबैजनालाई पिस अनि हाम्रो चाहिँ ब्याटल पहिला आएको बेला हुन्छ, त्यसपछि बिटबक्स अनि त्यसपछि फेरि आएको बेला हुन्छ। सबैजनालाई ध्यान दिएर सुन्नु होला। ल को जाने फर्स्टमा? लेट्स गेट इट द स्विट भाइ। फर्स्ट ब्याटल फर्स्ट राउन्ड फर्स्ट लाइनमा पन्चेस को लिरिक्स सिटलाई मेरो बर्सले गर्छ टर्निङ एक काम गर्दा मलाई सम्झिस तेरो हातदेखि त मर्ने म यहाँसम्म आउँदा आए कति बिग्न बाधा कति हार सहनु पर्छ यो खेलमा तैँले जित्न कान्छ गर्मी नसिब लगा फरक देखिन्छ चिल काखमा कर्ममा धेरै भिन्नता छ उडान गर्छु सफलताको राखिदिन सक्न पिन्जरामा आइज मात्र रियल हसल गर्ने ठाउँमा तेरो हसिलो जिन्दगीको निन्द्रा भाग्छ म आए फेरि फर्किए सक्सेस भने रोकिदेखा तैँले झ्यापमा हुन्छस् पहिला आफ्नो गोजी देखा सबले सम्पर्क गर्न सक्नुहुन्छ अर्को बारेन खोजिएमा। म जहिले हिपहप गरिराख्ने यो खोजिन्छ त्यही म अनलाइनको ग्याङ्स्टर खुसी हुन्छ सेटिङ हेर्दा खुसी हुन्छ सेटिङ हेर्दा म गरिरहन्छु आफ्नो हसल यो दिनभरि चार्जमा हुन्छ भने यस्तालाई त टेक्निक यता यति कति मैले लेखेँ यति शब्द म लेख्न सक्छु काल्पनिक तेरो वर्डहरूलाई टर्न गर्न सक्छु म नदेखा तेरो स्थानपट्टि हान्छु म कानमा नि पुऱ्याइदिन्छु बागमती तँलाई दिन आउँछ सबैजना लागबत्ती रिप्रेजेन्टेड बिट टाउन मेरो दाईहरू अझै साथमा छ मैले गर्छु यति हसल तेरो मुख बन्द अनि ऱ्याप आउँछ तेरो चाकबाट मैले हेरिरहन्छु हिपहप पेज फलो गरिरहन्छु निस्किरहेको छ पार ऱ्याप आजकल त मैले यति गर्छु असल त थिनिस् त्यतिखेर 8 पास त ब्याटल मेरो शब्दवारको सिजन 2 भाइसँग नरिसिक्ने ल मैले तँलाई भाइ भन्दा त खेल्दै बस गेर हातमा छ नेपको धन्दा जहिले पनि हामी देखाइ हिँड्ने रातो झन्डा रातो झन्डा जहिले पनि असल छ जारी भाइ तेरो दाइ कहिले पर्दैन पछाडि त आइज मेरो पछाडि लाग लाइन दिन्छु तँलाई साइन केडाहरू सबै ब्याटल गर्न आछ यहाँ सनसाइन बाल लाग्दैन त जस्तो मुजी जति नै भए पनि थक भाइ देखा हामी जस्तो थक भाइ एकछिनपछि पक भाइ देखाउँछु तँलाई जादु पाउँदैन मेरो शब्दले कुनै पनि काबु नेपालको सहर राख्नु तँलाई देखाउँछु यहाँ जसलाई म्याजिक वाला जादु जहिले पनि म रात दिन लेखी बस्ने लिरिक्स थाहा छैन यो भाइ कहाँबाट यो हाम्रो गल्लीमा छिरिस काम छैन तँलाई पनि ब्याटल हान्न बरु दिनु पर्ने थियो तँलाई डिपाइदिन्छु म फुकी त देख्छस् हेर्दा नि टुकी हिचिक्ने मेरो नजरबाट लुकी हिँड्छस् त धेरै नै भुकी बक पालो आउँछ मेरो तँलाई देखाउँछु कस्तो हुँदो रहेछ थक सक बिचेसहरू मन पर्दैन मलाई आई डोन्ट गिभ अ फक सक भाइ डिक सर्ट परेपछि मुख नाइ भन्दै नोक्छस् यो मेरो ठाउँ नेपालगञ्ज सिडी
ग्राइन्ड गरेँ मैले कति रात दिन हिँडिरहेको छु आज भोलि को छ भाइ सबै साथ दिन दुःखको बेला कोही थिएन आफ्नो भन्ने सिर्फ दाइले मात्रै हात दिन ल हाम्रो सेकेन्ड राउन्ड चाहिँ हाम्रो बिटबक्समा हुन लागेको छ सौरभ विकास भाइ ल लेट्स गेट इट तेरो लागि ब्याटल लन्डकारमा जीवन ह्याक गर्छु तेरो कुरो लाइक सेम पहिलो सिजन ब्याक गर्छु तेरो शिरको मद्दत आफ्नो जीवन याद गर्नु तेरो जिन्दगी जति आज भिजन डार गर्छु यो गेमभित्र ब्रेक मेरो क्यान्डीको माइन्ड मैले मलाई 10 दिनको टाइम मेरो जीवन सर्वश्रेष्ठ आमा प्लेइङ विथ राइट मेरो बाउको बिहे देख्छु कहिले डोन्ट बी टु लाइक तेरो ब्रेन पुरै प्ले यो गेम पर्यो मस्तीको बाटो त टाइममा मेटिन्छ तेरो अस्तित्व फर्स्ट राउन्डमा नि मर्की सक्दा प्र्याक्टिस गरी 25 प्रोजेक्ट पनि आजकल गोड तर राइम सुन्दा खसीको आई गेट पेन तँलाई पेन हुन सक्छ मेरो गेम जित्ने सोच राइम चेन्ज हुन सक्छ मैले लेख्छु कुरा बोल्न बिटमा त बाटी पारी पन्च लाइन्स मोटा मुखमा सास निसास मैले बाजी जित्छु गेमको त भाग सिपाही छैन केही त्यहाँ हाँस्ने बाइक जोनी डोप ऱ्यापर बिटमा 34 को भाइ हुन्छ हारबाट जित नत्र कोसिस के लाइ जस्तो हान्दा पनि जित्ने मलाई सोचिस के भाइ जोनी आउँछ रियल मेन यो ओजी स्टाइल मैले बिट जाने अब पर्छ त लाइ Next round, Jude bhai, let's get to मेरो नेपाल गन्सुली जहिले दाइ भाइ साथमा पर्दैन कहिले पनि पर्छ लाइक द्याट म बढी पुलिस पनि चिन्ने हान्छु तँलाई लातमा मेरो ठाउँ छोडी भाइ यहाँबाट बाघ बिड जहिले मेरो कानमा छ दाइहरू सबै गरिरहेको ध्यानमा भन्दा कता छ मेरो प्लान भाइ म सिका मुझे भक्त ज्ञान बाघ लदै हान्ने पनि तेरो धाक साक ठाउँको पऱ्यो बाघ साक मुझे हान्ने भने फेरि फ्लो चट्ट आग साक माग माग पनि हाम्रो स्टाइल सक्दैन स्टाइल मुझे सक्छ पनि जित देखा न तेरो खुबी के छ भाइ सबै आइज मुझे देखा मुझे तँलाई नै हानिदिन्छु कुकी म स्टाइल मार्छ लेख्छ माइन्ड म केटाहरू जहिले एभ्रिडे ग्राइन्ड लाग्दैन बिजुसम्म माइन्ड ल छैन मेरो अहिले पनि साइडमा ल दाइ भाइ जहिले साथ हुन्छ मलाई लाग्दैन बाल त यहाँबाट भाग्न स्टाइल हान्छ जित कुनै लेखा छैन लाइन त जस्तो मुझे गर्छु भन्दै एक्स ग्राइन्ड दिन रात गोबी लेख्दै बस्छु द्याट्स लाइन के गर्ने भाइ तेरो छैन नि टाइम मैले 2019 गर्न लाग्यो ग्राइन्ड यो सिममा लगाइदिन्छु आगो तँलाई थाहा छैन मुझे हामी कति बाटो भोलि बोली भाग हिप हप यहाँ टाउन चिनाउँछु सबलाई यो मेरो थपलाई देखाउँछु यहाँ फक भाइब हिप हप यहाँ टाउन देखाउँछु सबलाई मेरो थगलाई ल मुझे फक भाइब त पनि फक भाइब न तेरो छम्मा राति जहिले पल्ली चढ्न आउँछ माथि बाल लाग्दैन म त ग्राइन्ड गर्छु साथी एभ्रिडे हात म जहिले हातको नोक्छु यस्तै छ भाइ मैले दिमागमा लागिरहेको फोन धेरै पहिला मलाई चलिसक्यो ऱ्यापको भोक र मलाई घरमा आमा बाबु लागि म त बन्दै गएको छु तर गर्नु त सपना पुरा एकदम लक्ष्यमा छोडी हिँडिरहेको छु भाइको पुग्छ आइजन साथ दिन ल अति बवाल भइरहेछ है बिटबक्स राउन्ड पनि अति बवाल भयो लास्ट राउन्ड मात्र बाँकी छ आएको बेलामा सबैजना रेडी हुनु सुन्नलाई अब लेट्स गेट टु सुबिक भाइ मसँग ब्याटल आज यसको लेन बिग्रिन्छ फर्स्ट सर्ट मुभमा सेकेन्ड सर्टमा यसको ब्रेन्स बिग्रिन्छ ब्रेन बिग्रिन्छ फर्स्ट सर्ट मुभमा सेकेन्ड सर्टमा यसको ब्रेन बिग्रिन्छ म लेख्छु यस्तो शब्द थर्ड राउन्डसँग गेम सिद्धिन्छ को आउँछ भिड्न आए हुन्छ जङ्गी जति को आउँछ भिड्न आए हुन्छ जङ्गी जति लेखे शब्द सङ्गीत बन्ने लेखे शब्द सङ्गीत बन्ने तर ऱ्यापर होइन पण्डित बन्ने बिटको कुरा गर्छ कलम चलाएपछि मस्ती बग्छ 1 वर्ड्स 80 वर्ड सोचिरहेको तैँले अस्तिसम्म वर्क स्टप इन्जोय टाइम गर्नु चल्न सिक पहिला गतिसँग बिटमा बोर्ड भन्छस् मैले बोले खसिरहन्छ मैले बोलेपछि खसिरहन्छ समयसँगै सबै बदलिरहन्छ बोले शब्द पल्टिरहन्छ बोले शब्द पल्टिरहन्छ सँगै सब कुरा बदलिरहन्छ सिके कति कुरा तर दिमागमै कुराहरू अड्किरहन्छ
मैले सोचिरहेको छु फ्री स्टाइल आएको छैन अझै मस्तिष्कमा ल फ्री फर्स्ट टाइम हेरिदिउँ न को कति खतरा मैले तँलाई गाह्रो पर्न सक्छ भाइ तेरो मुखमा हो कति पर्दा यो ब्याटल सिद्धिन्छ मेरो बोलीबाट अनि को कति खतरा अहिले यस्तो हेरेँ युट्युबतिर आजकल त जो पनि खतरा पोस्ट दिन्छ यो वाला तर ग्याङ्स्टर पोस्ट दिन्छ बाइकमा भने पनि बाइकमा हेर्दाखेरि कति बब्बाल सकाइदिन्छु कलमको मसी म लेखेर पाना गरी मैले लेखेँ रिल बुम ब्याप ओल्ड स्कुल कति लेखेँ मैले गाना थरी म गर्छु आफ्नो असल दाइहरूको साथमा छ रियल सिट बोल्नु चाहिँ नसुना मलाई नाना थरी तर ममा आज 1 to 1 हेरौँ मुजी जित्छको हार माने छैन बानी जब सब सास चल्छ ब्रो पुरानै लिरिक्स सान्छु घुमाउँदै नयाँ फ्लो ग्याङको गीत सुने लाग्छ सबै जोक सबै गल्लीको थगहरू छैनस् म जति डोक पुगेमा हसल तेरो कान्छा आफूलाई नै खोज भिडियोजको दावतमा फिल्लाइको बोस उड्न सक्छ तेरो होस मेरो फ्री स्टाइल राइम सुनिस् भने सक्दैनस् भाइ तैँले मेरो लेभल भ्रम नगर लेभल छुने त अझै नै तल छस् मुजी त तल बस पुग्दैनस् हामीसँग कहिले पनि तेरो हसल अझै तल छस् वडा नम्बर 3 नेपालगञ्ज सिडी हाम्रो सबैलाई चिनाउँदै आएको भाइ हिट फ्री स्टाइल हान्दाखेरि झर्न सक्छ गीत भाइ हामीले कुनै लिँदैनौँ नि यहाँ मिक्स टेप बढी बोलिस भने दाइसँगै झादिन्छु मिक्स टेप भाइ तभन्दा पहिले मैले चालिसकेँ बिग स्टेप आइज तँलाई सिकाउँछु कसरी हान्दो रहेछ यहाँ लिरिक्स फ्लो भाइ हामी मेरो ऱ्याप पहिले भएको नेपालगञ्जमा ग्लो आइज न त खै को छ यहाँ मैले गिरिसके पुरै आफ्नो लिरिक्सहरू दिमागमा केही पनि बसेको छैन स्टाइल हान्छु भनेर आएको त अझै चर्चा होइन पारामा मेरो ग्याङ साउडरमा बिग ब्रदर अर्जुननाथ कार्की दाइ सधैँ पारामा हुड मेरो साउडरमा बिग ब्रदर अर्जुननाथ कार्की दाइ जहिले साथमा हुनुहुन्छ भनिदिनु दाइलाई सनसाइन क्याफे मोमो फेरि आएको सिजन 2 को दिनलाई ब्याटल भाइ फब्रुअरीको सिजन 2 मा म दिन आएको ब्याटल केडाहरू सबै कति छ यहाँ ब्याङ्कर देखानमा भाइ हाने भने बिगार्दिन्छु स्टुडियोको थोप्लाको एङ्गल के चाहिन्छ भट्टु स्याम्पल ल सबैजनालाई धेरै धेरै धन्यवाद होइन मेरो सुजित भाइ प्यारो भाइलाई र हाम्रो भरत भाइलाई सबैजनालाई माया छ यस्तै यस्तै हसल गर्दै जाऊ अझै अगाडि बढ्नुपर्छ नेक्स्ट अर्को एपिसोडमा भेटौँला थ्याङ्क यू सो मच